नमस्कार, तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। यो 2082 सालको विशेष पर्वको रूपमा मनाइने तराई क्षेत्रको अति रमाइलो पर्वको रूपमा छठी माईको पूजा अर्चनाको आज तेस्रो दिन सन्ध्याकालीन समयमा उपस्थित भएका छौं। आम तराईवासी नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले विशेष गरी छठी माईको बेलुकाको सूर्य अस्त हुँदै गरेको सूर्य भगवानलाई विभिन्न अपेक्षा सहित अर्घ दिएर पूजा अर्चना गर्ने र भोलि मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइसके पछाडि पूजा सम्पन्न गर्ने छठी माईको यो पूजा अर्चना विशेष गरी बिर्तामोड नगरपालिका वडा नम्बर 3 स्थित अदुवा खोलाबाट तपाईहरुलाई भिडियो देखाइरहेका छौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नमस्कार साथीहरु, अहिले हामी चाहिँ विशेष गरी यो छठको चाहिँ कार्यक्रम बिर्ता बजारबाट चाहिँ तपाईहरुलाई यो भिडियो देखाउन खोजिरहेका छौं। अत्यन्त राम्रो यो दृश्य तपाईहरुले देख्न सक्नुहुन्छ, भिडियोबाट हेर्न सक्नुहुन्छ। र हामी यो चाहिँ अहिले घाटतर्फ जाँदैछौँ। मुख्य द्वारबाट चाहिँ यस्तो प्रकारको दृश्यहरू देख्न सक्छौँ र धेरैले चाहिँ सन्ध्याकालीन हामी घाटतिर चाहिँ जाँदैछौँ साथीहरू। अत्यन्त मनोरम दृश्य तपाईहरुले देख्न सक्नुहुन्छ। विशेष गरी यो बेलुकाको सूर्यलाई अर्घ दिइसके पछाडि चाहिँ भोलि बिहानको चाहिँ सूर्योदयमा अर्घ दिइसके पछाडि चाहिँ छठ पर्व विशेष समापन हुने गर्दछ र यो एउटा नेपालीहरू बिचमा सद्भाव, सुख शान्ति समृद्धिको कामना सहित 4 दिनसम्म गरिने विशेष गरी छठ पर्वको आज चाहिँ तेस्रो दिन सन्ध्याकालीन सूर्यलाई चाहिँ अर्घ दिएर भक्तजनहरूको एकदमै धेरै ठुलो चाप देख्न सक्नुहुन्छ। अर्किने कम्पनी छ र बत्तीलाई यस्तो मजाले चाहिँ सजाइएको दृश्य तपाईहरुले देख्न सक्नुहुन्छ। साथीहरू, अहिले हामी घाटको चाहिँ एकदमै नजिक छौँ। एकदमै धेरै भिडभाड छ। यो भिडभाडमा जाने आउनेको सङ्ख्या चाप तपाईहरुले देख्न सक्नुहुन्छ। विशेष गरी अदुवा खोलाको चाहिँ दृश्य हो। यसरी चाहिँ देख्न सक्नुहुन्छ। साथीहरू, यस्तो धेरै खोलाको दृश्य तपाईहरुले देख्न सक्नुहुन्छ। घाट क्षेत्रमा चाहिँ हामी प्रवेश गरिसकेका छौँ। पूजा अर्चना सकेर फर्किने कम्पनी एकदमै जारी छ साथीहरू। दाजु, यसरी पूजा अर्चना सकेर सूर्यलाई अर्घ दिइसके पछाडि आउने गरेको यो चाहिँ अहिले सन्ध्याकालीन विशेष गरी साथीहरू, यो चाहिँ बिर्तामोड नगरपालिका वडा नम्बर 3 बिर्ता बजार स्थित अदुवा खोलाको चाहिँ घाटमा तपाईहरुलाई मैले भिडियो देखाइरहेको छु। यति राम्रोसँग चाहिँ सजाइएको छ, यति राम्रोसँग सजाइएको छ र यसरी सन्ध्याकालीन चाहिँ सूर्यलाई अर्घ दिइसके पछाडि रमाइलोसँग चाहिँ मनोरञ्जनका लागि आउनेको भिडभाड पनि अत्यन्त धेरै देखिन्छ र हाम्रो गरामुनिबाट चाहिँ यसरी भक्तजनहरू आउनु भएको छ। साथीहरू, विशेष गरी यो चाहिँ छठी माईको मूर्ति राखिएको स्थलमा छ भने यसरी खोलाको बिचमा चाहिँ मूर्ति राखिन्छ र वरिपरि यसरी घाटमा चाहिँ सन्ध्याकालीन अर्घ दिने काम गरिन्छ र बिहानको सूर्योदयलाई चाहिँ अर्घ चढाइसके पछाडि विधिवत रूपमा चाहिँ विशेष गरी छठ पर्व चाहिँ समापन हुन्छ। म तपाईलाई भिडियोबाट देखाइरहेको छु। यसरी झकी झकाउ बनाउनु भएको छ, तपाईहरुले पर पनि देख्न सक्नुहुन्छ। यसरी चाहिँ घाटमा खोलामा चाहिँ छ र भक्तजनले यसरी खोलाभित्रै पसेर चाहिँ गरिरहेको तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ साथीहरू।
बिर्तामोड नगरपालिका अन्तर्गत बिर्तामोड 8 गरामुनि बजारमा निवासी एकराज विष्ट र आज 2082 सालको छैठ पर्वको पावन अवसर पारेर हामीहरू यो बिर्तामोड स्थित बिर्ता बजारमा यो अदुवा खोलामा अवस्थित यो छैठी माई पर्वको पावन अवसर पारेर सिंगारिएको यो खोलामा हामीहरू गरामुनि बजारबाट म लगायत हाम्रो विष्णु भट्टराई भाइ र उहाँको धर्मपत्नी मेरो छोरा हामीहरू यो छैठी माई पर्वको पावन अवसर पारेर आएका छौँ र वास्तवमै यो छैठी माईले हामी सबै नेपालीहरूको कल्याण गरून् यो मेरो कामना छ र हामी सबैले हाटेको ताकेको चिताको र सबैलाई सुस्वास्थ्य दीर्घायु र सुशासन र शान्तिको अनुभूति गर्ने छैठी माईले सबैलाई शक्ति प्रदान गरून् भनी म मेरो आफ्नो भनाइ यति राख्न चाहन्छु। विष्णु भाइ धन्यवाद। साथीहरू विशेष गरी छठी माईको चाहिँ पूजा अर्चना गर्नका लागि मेरो नाम प्रेम रिजाल, म बिर्तामोड 9 गरामुनिबाट आएको हो। यहाँ चाहिँ अहिले बिर्ता बजारले अत्यधिक मेहनत गरेर सिँगारिएको यहाँको एउटा छठी मैयाको पूजाका लागि गरिएको जुन मेहनत र यहाँ जुन सजावट छ अत्यन्तै राम्रो छ र मान्छेहरूले प्रशस्त म लगायत सम्पूर्णले राम्रै इन्जोय गर्नुभयो भन्ने लागिरहेछ मलाई। धन्यवाद। अहिले फर्किने क्रम पनि एकदमै जारी छ साथीहरू। यसरी पटेका पड्काउने रमाइलो गर्ने सुख शान्ति समृद्धि ऐश आरामको चाहिँ कामना सहित गरिने विशेष यो छठी माईको चाहिँ पूजा अत्यन्त राम्रो चाहिँ हामीले बुझ्न सक्छौँ। नमस्कार, म चन्द्रमणि कटेल, बिर्तामोड 8 निवासी। यो छठ पूजाको अवसरमा चाहिँ एकदमै भव्यताका साथ यहाँ उपस्थिति सहित यहाँ पूजाआजा हुने गर्छ वर्षपछि। आज पनि हामी यहाँ रमाइलोको लागि उपस्थित भएका छौँ। बिर्ता बजार, हाम्रो यो बिर्ता बजार अदुवा खोलाको किनारमा एकदमै रमाइलो छ। बिर्तामोड 8बाट। नमस्कार, हार्दिक स्वागत छ यहाँलाई। म खिलप्रसाद शिवकोटी, घर गरामुनि। आज यो हेर्ने सिलसिलामा यो अनारमणि बिर्ता बजारको अदुवा खोलाको छेउमा बनेको घाट हेर्न आइपुगेको छ। यहाँ रमझम छ। यहाँ त पहिला तराई मुलका साथीहरूले मात्रै यो छठ मनाउने गर्नुहुन्थ्यो। अहिले त के तराई के पराई सबै आफै एकजुट भएर सबैले हर्षोल्लास साथ यो चाडपर्व मनाएको देख्दाखेरि मेरो पनि मन थामेन र घरबाट अनि बुढीलाई लिएर जाउँ भनेर अनि लिएर आयो यहाँ घुम्नलाई। बडा आनन्द पो लागिरहेको छ मलाई त। बडा मजा छ हेर्नु त। हजुर हजुर भाइ नमस्ते, मेरो नाम चाहिँ उमा कटवाल, म चाहिँ गरामुनिदेखि आएको। आज यसो छठको यहाँ घुमघाम गर्नलाई रमाइलो भयो। राम्रो रहेछ, रमाइलो रहेछ, एकदम रमझम होइन, रमाइलो छ। यो छठ पर्व चाहिँ सबैलाई शुभकामना छ मेरो तर्फबाट धेरै धेरै। मेरो नाम कुन्ता भण्डारी, म बिर्तामोड 5 हो मेरो घर। म यस छठमा चाहिँ कहिले आएको थिइनँ, मेरो घरकै छेउमा पर्दा पनि म आएर हिँड्छु। मलाई धेरै 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 रमाइलो लाग्यो। ह्याप्पी छठ पूजा। साथीहरू विशेष रमाइलो पर्वको रूपमा मात्रै नभई चाहिँ यो चाहिँ एउटा एक आपसमा चाहिँ सद्भाव वृद्धि गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष मनाइने सक्नु भएको छ। साथीहरू यो चाहिँ हामी सूर्योदय बिहानको पूजा अर्चनामा पनि सम्भवतः आउने नै छौँ र जाने आउने क्रम ठिकै छ। साथीहरू नमस्कार साथीहरू, विशेष गरी चाहिँ यो छठ पूजाको सन्दर्भमा बिर्तामोड नगरपालिका वडा नम्बर 3 स्थित बिर्ता बजार अदुवा खोला घाटमा चाहिँ भइरहेको यो
चाहिँ दिव्य आरतीको दृश्य मैले तपाईँहरूलाई देखाइरहेको छु। अत्यन्त धेरै भक्तजनहरूको सान्निध्यतामा यसरी रमाइलो पर्वको रूपमा मनाइने छठी माईको चाहिँ पूजा अर्चना सन्ध्याकालीन समयमा सूर्यलाई अर्घ दिएर गरिएको तपाईँहरूलाई मैले भिडियो देखाइरहेको छु। तपाईँहरूले भिडियोमा देख्न सक्नुहुन्छ धेरै भक्तजनहरूको उपस्थिति चाहिँ यहाँ रहेको छ। यसरी धेरै सङ्ख्यामा चाहिँ हजारौँ सङ्ख्यामा भक्तजनहरूको चाहिँ उपस्थिति रहेको छ चारैतिर र रमाइलोसँग चाहिँ यसरी दिव्य आरती भइरहेको छ। साथीहरू दिव्य आरतीको दर्शन तपाईँहरूले गरिराख्नु भएको छ। यो चाहिँ विशेष गरी आफ्नो चाहिँ परिवारका लागि, आफ्ना सन्ततिका लागि, आफ्ना सन्तानका लागि र सिङ्गो राष्ट्रका लागि पनि विशेष गरी छठी माईको एउटा ठुलो महत्त्व रहेको छ। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। समग्र भिडियो हेर्ने तपाईँका लागि पनि छठी माईले सुख शान्ति र समृद्धि प्रदान गरून्। सबैलाई सुख समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना होस् भन्ने कामना पनि यो भिडियो मार्फत गर्न चाहन्छौँ। यो दिव्य आरतीको दर्शन तपाईँहरूले गरिसके पछाडि तपाईँको अमूल्य सल्लाह सुझावहरू कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। भिडियो मन परेमा लाइक कमेन्ट र सेयर गर्न नभुल्नुहोला साथीहरू। आरती सँगसँगै जय जयकार भइरहेको छ। साथीहरू दिव्य आरतीको यो दृश्यमा देखाइरहेको छु। लगभग अहिले सन्ध्याकालीन समयमा चाहिँ सबै भक्तजन सक्नु भएको छ। यो तपाईँहरूले सबै सजाउ तपाईँहरूलाई भिडियो कस्तो लाग्यो? यदि मन परेमा लाइक कमेन्ट र सेयर गर्नुहोला। आज हामी तपाईँहरूलाई देखाइरहेका थियौँ छठी माईको विशेष पूजा अर्चना।